नमस्कार। विश्व बुलेटिनमा आज हामी इरान र इजरायल बीचको पछिल्लो घटनाबारे समाचार लिएर आएका छौँ। इजरायलले गत शुक्रबार अपरेसन राइजिङ लायन सुरु गर्दै इरानी आणविक र सैन्य स्थानहरूलाई निशाना बनाएपछि द्वन्द्व खुल्ला युद्धमा परिणत भएको हो। जवाफमा इरानले तेल अभिभ सहित इजरायली सहरहरूमा ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको छ। यो द्वन्द्वले मानवीय क्षति पनि बढाएको छ। इरानको रिपोर्ट अनुसार इजरायली आक्रमणमा 224 भन्दा बढी मानिसहरूको मृत्यु भएको छ, जसमा महिला र बालबालिका समेत समावेश छन्। इजरायलमा इरानी आक्रमणबाट 24 जनाको ज्यान गएको छ। यी तथ्याङ्कहरू निरन्तर परिवर्तन भइरहेका छन्। यस गम्भीर स्थितिका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामा भइरहेको G7 शिखर सम्मेलन छोट्याएका छन्। उनले मध्यपूर्वको सङ्कटका कारण आफू छिटो वासिङ्टन फर्किएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल मार्फत सबैले तुरुन्त तेहरान खाली गर्नुपर्छ भन्दै कडा चेतावनी समेत जारी गरेका छन्, जसले द्वन्द्व बढ्न सक्ने सम्भावनालाई सङ्केत गर्दछ। यसैबीच चीनले पनि इजरायलमा रहेका आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो देश छोड्न आग्रह गरेको छ। बेइजिङले सुरक्षा अवस्था गम्भीर भएको र इजरायली हवाई क्षेत्र बन्द रहेको भन्दै स्थलमार्ग हुँदै जोर्डनतर्फ प्रस्थान गर्न सिफारिस गरेको छ। यो स्थिति साँच्चै नै चिन्ताजनक छ। यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्तरमा समेत गम्भीर असर पार्न सक्दछ।